पोनी भन्ने के लाग्यो ग्रिन्जल सिग्नलमा अलिकति कन्फ्युजन रहेछ क्या यहाँ यो सिग्नल देखाउन यस्तो कसैले ड्राइभ गरेर पनि रोड क्यामेरा एक्सन हेलो अनि नमस्ते सबैलाई स्वागत छ आज बिदाको दिन आज सबै फ्यामिली भएर चाहिँ घुम्न जाँदैछौँ हामी चाहिँ रेडी भइसकेछौँ नानी पनि रेडी भइसक्यो रेडी भयो Yes, Dad. खुसी भइसक्यो घुम्न जानलाई आज हामी घुम्न जाने हो ढुङ्गा छ पानी छन् कति धेरै छन् रेडी भइसकेछौँ रेडी भयो अनि हो तिमी पनि जाने हो Hello guys, it's Ego and the baby so tired. Baby, baby so happy today because everybody ल अब चाहिँ हामी फाइनल्ली हिँड्न लाग्यो ड्राइभ ड्युरेसन 1 hour 20 minutes कति टाढा छ हामी अझै कति मिनट छ अझै 6 मिनटको बाटो रहेछ अब हाम्रो डेस्टिनेसनमा चाहिँ आइसक्यो मजाले घाम लागिरहेको छ मम्मी नानी त निद आएर नानी हुँदैछ राम्रो रहेछ घाम लाग्नु होइन राम्रो छ बर्मिङhamदेखि 1 घन्टा 20 मिनटको बाटो वेल्सन मामाहरु चाहिँ यहाँको गाडीमा हुनुहुन्छ पछि आउँदै हुनुहुन्छ हामी मै पुगिसकेको छौँ त्यो डाँडामा होला के पुग्नु हैन गाडी पनि लान मिल्छ कि माथि त्यो टपमै त होइन तर यस्तो यस्तो साइडबाट बाटो छ 2.3 माइल छ त्यहाँबाट चाहिँ हामी राइट साइड जाने 2.3 माइल कस्तो राम्रो एरिया रहेछ नानीलाई उठाउनु अब नानी उठा ओइ ए हामी कहाँ आइयो हेर घुम्न आएको मान्छे यस्तो निदाउने उठा उनु झन् लट्ठ
किरिन्जल किरिन्जल अरे नानी गहिरोनेतमा परिसकेको जब त्यहाँ रोकेपछि ट्याक्क बल्ल उठ्छ पुरै वाउ आइसिने सामने त पहिले फेरि सुशीले मोइनी मालटाबाट घुम्न आउँदाखेरि ए उठी जान हेर त आइयो नि पछि वाउ तिमी त खोतिनी जाल गरे एकदम मजाको रहेछ यो होइन अझै अब क्यामेरामा कस्तो आउँछ होइन धेरै तर हेर्न चाहिँ रियलमा चाहिँ होइन एकदमै यहीँ आएर राम्रो हेर्ने के। हो भने यस्तो मजाको छ कि अब के भन्नु मजा आइरहेछ वेल्स है यो वेल्सको कार्डिङ मिल भ्याली ए सानी त उठेछिन् नानी हेलो सानो पोनी हेर्ने हो पोनी पोनी भन्ने के लाग्यो घोडाको बच्चा हेर्ने? नानी निद्रा पुग्यो ए सपना देख्यौ किन हो र त्यो नाक त्यस्तो बनाउने ए बाहिर हेरेको हो अनि कहाँ घुम्न आएको छौ कोसँग ए ल ल्याम हेर त कति चरी खान ल्याम त ऊ बच्चा मोम पनि छन् एकदमै राम्रो वेदर भयो कि है नसोचेको नसोचेको वेदर भयो दिउँसो चाहिँ पानी पर्ला जस्तो भइरहेको थियो गाडी त त्यहाँ पुग्दै रहेछ यो गाडीमै पछाडि पछाडि भयो हामी चाहिँ टाढाबाट खिच्ने भएर टाढैको टाढै बसिन्छ हजुर। अब यही दुई तिन महिना त हो नि छुट्टीको दिन घुम्ने त्यसपछि 6 महिना निक्लने पाइन्न घरबाट जाडो भएर त्यही त अहिले त यस्तो मौका पनि त हिँड्न पर्छ जता जता राम्रो राम्रो छन् त्यतै यसो माइन्ड फ्रेस हुन्छ नानीको छुट्टी थियो रात त हो अहिले त फेरि स्कुल ल्याउनु जानुपर्छ नि त। जुन जुलाईमा हुन्छ फेरि 1.5 महिना छुट्टी त्यति बेला फेरि घुम्नु हो यो चाहिँ यहीँनिर हो क्या सुशीलले यहाँ आयो अनि त्यहाँ चाहिँ यो सिग्नलमा अलिकति कन्फ्युजन रहेछ क्या यहाँ कोतापट्टिबाट कस्तो कन्फ्युज भयो त्यहाँबाट फेरि यहाँ फर्किएर हजुरहरूलाई उहाँ राखेर यहाँ आएर हेरेर गएको काम के क्यामेरा ल्याउनु कि भनेर क्यामेरा छ कि हाम्रो किनकि त्यति बेला उनको भर्ती हुने उस पनि थियो त्यसो त आएपछि नै हुनैपर्छ त्यो तपाईँ त्यति भनेपछि बल्ल याद आयो मेरो फर्केर आएर त्यहाँनिर कस्तो रहेछ यात्राको चाहिँ यो यस्तो झुक्किने रहेछ कि यसलाई चाहिँ रेडै देखायो मलाई यताको र उताकोलाई दियो त्यस्तो रहेछ कि यो सिग्नल देखाउन यस्तो कसैले ड्राइभ गरेर पनि आयो भने यसमा चाहिँ कन्फ्युजन हुने होला अघि यताको चाहिँ रेडै दिइरहेछ होइन उताको साइडको र उता अगाडिको चाहिँ जान दिएछ अब यताको यो रेड खुलिसकेपछि त्यहाँबाट बल्ल हामी चाहिँ जाने कता हामी चाहिँ यता जाने राइट जाने अहिले कति बज्यो अरे मम्मी 5:15 त्यो भन्छ तर भयो कताबाट बस्ने यताबाट यस्तो रहेछ कि बाटो यहाँ यही भएर कन्फ्युज भयो रहेछ नि त यहाँ चाहिँ कन्फ्युजै रहेछ बाटो किनकि यो निस्किने र इन र आउट एकै ठाउँबाट रहेछ क्या यसो कतै रोकौँला नि त हुन त नत्र त्यही ठाउँमै गएर रोक्यौँ उहाँहरूलाई उसै दिएछ एकदमै मन पर्यो ठाउँ चाहिँ
भए त चलाउँदाखेरि चाहिँ उतै गाउँतिर चलाए जस्तो क्या नानी हेरेस् यहाँ रोक देख्यो बिउरु टिप्स बोल त्यहाँ बोलाएर चाहिँ अनि मम्मी नाइ भयो केको नाइ भयो हो र हो यो तेरो थियो कल फ्रम शान्ता माइजू कुन ठाउँ हो मलाई याद आएन कस्तो राम्रो रहेछ है कस्तो राम्रो यो साइड पुरै डाँडा बिचमा चाहिँ हामी त पहिला पनि आथि सुशीलले ल्याएको थियो सानी मालदाबाट आउँदाखेरि यहीँ लिएर आएको क्रिन्जल अनिसा हामीहरू यति बेला वेल्सको कार्डिङ मिलभेलीमा आइपुगेका छौँ मामाको परिवारहरू पनि आइपुग्नुभयो हामीहरूले गाडी पार्किङ गरेर अब भने अगाडिको झरनादेखि लिएर यहाँको सौन्दर्यहरू भिजिट गर्नेछौँ मलाई लाग्छ यहाँको जुन सौन्दर्य छ यो सबै कुराहरू यति राम्रो छ कि मैले यहाँको कुनै पनि फुटेजहरू चाहिँ मैले गुमाउन चाहेन त्यसले गर्दाखेरि बनाउँदै गर्दाखेरि यो भिडियो अलि लामो हुने जस्तो लागेर मैले यसलाई पार्ट 1 पार्ट 2 गरेर डिभाइड गरेको छु यो पार्ट 1 लाई हेरेर साथ दिनुभयो त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद पार्ट 2 छिटै आउँदैछ किप वाचिङ थ्याङ्क यू